ल साथीहरू देख्न सक्नुहुन्छ मोमो चाहिँ 3 क्रेट भइसक्यो है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ आज 3 क्रेट मोमो पकाइसकेँ। हेलो हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई चाहिँ वेलकम छ साथीहरू। मेरो युट्युब च्यानलमा फेरि पनि उपस्थित भइसकेको छु हजुरहरूको माझमा। फेरि पनि साथीहरू अर्को भिडियो लिएर आइसकेको छु साथीहरू। आज चाहिँ म माघे सङ्क्रान्तिको दिन 1 गतेको दिन, यो चाहिँ बेलुकाको भिडियो, बेलुका भन्दा पनि दिउँसोतिरको भिडियो। अनि साथीहरू सँगसँगै फेरि पनि बिहानखेरि चाहिँ अब तरुनहरू खाइयो। आज बेलुकाखेरि चाहिँ फेरि म मोमो बनाउँदैछु है साथीहरू। आज चाहिँ टर्कीको मोमो अनि त्यसपछि भेज मिसाएर चाहिँ म मोमो पकाउन गइराखेको छु साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ किमा छ अनि त्यसपछि यहाँनिर चाहिँ अलरेडी सुप बनिसक्यो। हामी 2-4 जना मिलेर खाने हो साथीहरू। आज चाहिँ हेर्दै गर्नु होला है मेरो भिडियो चाहिँ के कस्तो हुन्छ। र साथीहरू मैले चाहिँ स्टार्ट पनि गरेँ, 2टा बनाइसकेँ यहाँ तपाईँ देख्न। ल साथीहरू म चाहिँ बेल्दैछु है त। मजाले आज चाहिँ पिठो भिजेको छ है साथीहरू। ल हेर्नुहोस् है मैले ऱ्यापिङ गरेको मोमोको टिप्स लिनुहोस् है साथीहरू। मोमोको टिप्स लिनुहोस् है। म त यस्तो बनाउँछु हौ, खासै राम्रो त जान्दिनँ, ठिकै। के हो त्यो, के सानो बेल्न पनि म त राम्रो बेल्दिनँ, जस्तो पाए त्यस्तैमै बनाउने हो गाइजहरू। टिक्लिक्कै बन्यो मोमो साथीहरू। ल है साथीहरू आउनुहोस् है मोमो खानलाई मेरो साथीहरू। ल हेर्नुहोस् है त पिठो चाहिँ आज मजाले भिजेको छ। 3 घन्टा जति भयो यो पिठो भिजाएको मैले साथीहरू। बेलेको मात्रै त कति मको को फेरि त्यहाँ मियनले धेरै गेम खेल्नु हुँदैन है छोरा। अब एकैछिन मात्रै हो। मोबाइल हेर्ने मान्छेलाई त फेरि पुलिसले लान्छ। म त एकछिन पो दिएको त नि माया लागेर। मोबाइल त हेर्नै हुँदैन, टिभी छँदैछ त त्यतिको लागि टिभी, न त टिभी त फेरि लगिदिनु हुन्छ ठुलो मम्मीहरूले। अनि तिमी मोबाइल पनि हुँदैन, हेर्नु हुँदैन, आँखा बिग्रिन्छ, के हेर्छौ भन त। ल साथीहरू अब चाहिँ मैले चाहिँ 2 क्रेट बनाइसकेँ। अब 1 क्रेट बाँकी छ साथीहरू, देख्न सक्नुहुन्छ है मेरो काम। ल साथीहरू मैले चाहिँ 2 क्रेट बनाइसकेँ। 1 क्रेट यहाँ छ अनि 1 क्रेट यहाँ छ, 1 क्रेट चाहिँ यहाँनिर छ रेडी। ल साथीहरू फाइनली मैले चाहिँ मोमो पकाएर पनि टन्नै पकाएँ मोमो त। अघि नै पनि यहाँ भाउजूहरू आउनु भएको थियो, खाएर गइसक्नु भयो। मैले चाहिँ भिडियो बनाउनु बिर्सेँ भनौँ न। बिर्सेँ भन्दाखेरि पनि बिजी भएँ क्या नानीहरूसँग, अनि त्यो भएर बनाइनँ है साथीहरू। मेरो चाहिँ बनाउँदैछु साथीहरू। मैले चाहिँ 7 पिस राखेको छु है यहाँनिर। यो बोलमा चाहिँ म खान गइराखेको छु है त। मैले चाहिँ किन 7 पिस राखेँ भनेदेखि भोक लागेको छैन क्या। अघि पनि खाएको थिएँ नि त मोमो, होइन अरू नै। मैले अघि चाहिँ तरुन खाएको थिएँ क्या मोमो पकाउँदै। हो झनै लड्छ र त हो। झोल मोमो बनाइदिएको क्या साथीहरू।
अस्ति नै रेस्टुरेन्टमा खाएको भन्दा पनि मिठो भएछ है साथीहरू। मिठो भयो। ल साथीहरू मैले त फेरि 2 पिस मोमो थपेँ है। तातो छ है, तर तातो छ साथीहरू, पाक्दै छ अझै। तातो मोमो खाएर जाडोमा हेलो साथीहरू, मैले चाहिँ मेरो छोरीलाई फेरि खानेकुरा दिन लागेँ है साथीहरू। मेरो छोरीलाई चाहिँ मैले चाहिँ के पकाइदिन्छु भने साथीहरू, छोरीको हातमा चाहिँ केही बिना बस्न मान्दैन, नक्कलीको हातमा। अनि मैले चाहिँ बच्चाको खानेकुरा चाहिँ हेर्नुहोस् के लाएर पकाउँछु भने ब्रोकाउली अनि चाउलो अनि दाल, अनि त्यसपछि अरू त त्यही ब्रोकाउली हाल्छु, अनि लसुन प्याज चाहिँ हाल्दिनँ। अनि त्यसपछि यहाँनिर चाहिँ जुवानो र मेथी पनि पड्काउँछु है साथीहरू, बच्चाको लागि चाहिँ हेल्दी हुन्छ। अनि चिकन छ भने चिकन पनि लगाउँछु, चिकन पनि थोरै लगाएँ, त्यसरी बनाएर खानिदिँदा बच्चालाई राम्रो हुन्छ है साथीहरू। हेर्नुहोस् है मेरो छोरीको खानेकुरा सक्नुहुन्छ। अब म खुवाउँछु छोरीलाई। भर्खर सुतेर उठेको, उसको खाने बेला भयो। अनि चाहिँ मैले चाहिँ छोरीको लागि मिठो जाउलो पकाएँ साथीहरू। ओके ल, उसले चाहिँ बनाउन मन पराउँछ, त्यही भएर बनाउन हातमा दिएपछि खेल्दै बस्छ। तातो छ, थोरै गरेर दिँदै छु, उसलाई नि मनपर्छ। मैले चाहिँ दिनमा एकचोटि चाहिँ यसरी खुवाउँछु, अनि त्यसपछि अर्कोचोटि चाहिँ दाल र मोमो मात्रै भए पनि खान्छ, सागको झोलसँग भए पनि खान्छ। ल साथीहरू, मेरो छोराले उसको सामान तिम्रो के छ त्यहाँ भन त मियोन। मेरो छोराले दिनभरि स्कुल छुट्टीको दिन सामान भारी लाएर नेपाल जाने भन्छ, यो सामान पनि चाहिन्छ भन्छ। के गर्छ लो भयो देखाउनु पर्दैन है मियोन। नेपाल जाम भन्छ क्या साथीहरू मेरो छोराले, नेपाल छिटो जाम, के लगेर जाम, म सामान रेडी गर्छु भन्छ। उसलाई नेपालको माया छ, नेपाल एकदमै आउनु मन पराउँछ मेरो छोराले चाहिँ। छोरीलाई त अब अहिले सानै छ, थाहा छैन। दिनभरि हाम्रो काम खाने बस्ने खुवाउने साथीहरू। मेरो चाहिँ बच्चाहरूको केयर गरो, बसो, सरसफाइ गरो, यत्तिकै दिन जान्छ मेरो त। दिन जाके थाहा पाउँदिनँ। दिन त अझै लामो भइदिए पनि हुन्थ्यो जस्तो पनि लाग्छ घरिघरि। छोराछोरीले फेरि दुःख दियो भने चाहिँ कतिखेर राग पर्छ र सुताउनु जस्तो लाग्छ है साथीहरू। कतिखेर चाहिँ राग पर्छ र सुता। आओ के गरेको के बेबी, तिमीले फुर्र नगर न, जहिले तिमी यो गर्नु सिकेर बेलामा फुर्र गरे गर्छ। त्यस्तो ब्याट गर्नु हुँदैन। ल साथीहरू, मेरो छोरीले फिनिस गर्यो है।
त्यसो भएर भुर्र भुर्र गर्दै पनि मिसहरू खाना चाहिँ जे पनि खान्छ खाइसक्यो साथीहरू। है साथीहरू मेरो छोराछोरीको रमाइलो है, बाइक खेल्ने कुद्ने छ है। हिरो हिरोनी आयो है साथीहरू, मेरो छोराछोरी हिरो हिरोनीहरू, महाराजा र महारानीहरूको। बाई बाई छोरी, मेरो छोरी पनि खुब बहिनीले चलाएको है छोरी छोरी। मेरो छोरी पनि कडा भइसक्यो, चलाएको त बाइक त कुदामा हानिदियो है साथीहरू भित्तामा। साथीहरू नानीले केरा बोकेको त देख्नुभयो नि, यहाँनिर झारेर फुटिसकेछ ल, हेर्नुहोस् बिजोक बनाउन नि खान्छ साथीहरू। मेरो छोरीले पनि बाइक ल साथीहरू, जो ढोगाको हालत त्यस्तो छ, मेरो छोरीले तानेर बिगारेको है साथीहरू। ल अब भयो त्यति नै। ल साथीहरू फाइनली फेरि हामी चाहिँ ढुङ्ग्री फुलाउनु लाग्यौँ है साथीहरू। यहाँ मैले तेल बसाइसकेँ, ढुङ्ग्री चाहिँ यहाँनिर छ साथीहरू। अस्ति नेपाली स्टोर जाँदाखेरि लिएर आएको, छोराछोरीसँग रमाउँदै। यहाँ मेरो छोरा नगर ल साथीहरू। म चाहिँ ढुङ्ग्री पकाउनु लागेँ है साथीहरू। यो चाहिँ डबल क्यामेरा कैद गरेको है साथीहरू। ढुङ्ग्री यहाँ छ, म यहाँ छु। कति त उताको देखाएँ यताको नदेखिन्न, यताको देख्यो उताको नदेखिने, त्यही भएर चाहिँ डबल क्यामेरा है साथीहरू। ल साथीहरू म चाहिँ ढुङ्ग्री फुलाउनु थालेँ, एउटा एउटा गरेर, धेरै नफुलाउने नि त, छोराछोरीको लागि हो। घरि चिम्टाको आवश्यक छ हौ साथीहरू मलाई चाहिँ। लु लु जा त यसरी गर न मियो। आमा तेल उछिटिएर मम्मीलाई लाग्छ त छोरो। चिम्टा भएको भए कति सजिलो हुन्थ्यो, हे भगवान्। ल साथीहरू फुलाउँदैछु डढी राख्नु भएको छ है ढुङ्ग्री। तेल धेरै लाग्छ छैन नि त, त्यही भएर यो तेल फेक्नुपर्छ, त्यही भएर खै के खोइ साथी। 8-10वटा फुलायो भने भइहाल्छ। आज यो कालीलाई कतिखेर यी मेरो छोरीको ताल हेर्नुहोस्, छोराछोरीको ताल केही काम गर्न लाग्यो भने महाभारत पल्टिन्छ। के गर्नु र। ल साथीहरू खानालाई चाहिँ रेडी भयो है, एक थाल फुलिसक्यो साथीहरू। तिमी खाऊ तिमी खाऊ तिमी खाऊ। ल यता हाम्रो छोरी पनि खानु हुँदैछ ढुङ्ग्री मुन्द्री, सबजना खन्चुवा। मिठो छोराले गेम खेल्नु भन्छ, न गेम खेल्ने ठाउँ चिन्ता नहोला न भएन क्या छोरा, यहाँ ठाउँ छैन, भरे खेल्नुपर्छ ल। मेरो छोरा झ्याली खेल्दैछ है, धेर भयो नि त पानी भएन।
मियान्द्रमा भोलि गेम खेल्नुपर्छ साह्रै भएन मिया नदल नि फेरि छोराछोरीहरूले पनि ल साथीहरू मेरो भिडियो चाहिँ हिजोदेखिको भिडियो है साथीहरू अलिअलि गर्दै गर्दै खिचेर राखेको छ अब भिडियो चाहिँ अब यति नै साथीहरू ढुङ्ग्री मुन्नी दौडेर खार लागेर छोरी बाहिर निस्किने बेला भयो अब बाई बाई है साथीहरू फेरि अर्को भिडियो लिएर आउने नै छु